नमस्कार, स्वागत छ यहाँहरू सबैलाई। आज म हजुरहरूको यदि कपाल झरिरहेको समस्या छ भने त्यसको घरेलु उपाय भन्न गइरहेको छु। यसको लागि हामीले हाम्रै किचनमा उपलब्ध हुने सामग्रीबाट हामीले कुनै पनि एउटा झोल बनाउन सकिन्छ र त्यो झोल हामीले हाम्रो कपालमा लायो भने त्यसले चाहिँ हाम्रो कपाल झर्न रोक्छ। त्यसको लागि हामीलाई 1 देखि 2 कप पानी चाहिँ हाम्रै प्यानमा भाँडोमा लिनुपर्छ। त्यो पानी चाहिँ सफा हुनुपर्छ र अनि त्यसपछि हामीले चाहिँ मेथी, जुन हाम्रो किचनमा उपलब्ध हुन्छ मेथी, त्यो मेथीलाई पनि हामीले पानीमा राख्ने। पानीमा राखिसकेपछि हामीसँग अरू सामग्री पनि हामीलाई चाहिन्छ, जस्तै हाम्रो प्याज, हामीले घरमा उपलब्ध हुने, किचनमा उपलब्ध हुने प्याज, त्यो बोक्रा हजुरहरूले नफाल्नु होला। त्यो बोक्रा पनि तपाईँले त्यही भाँडोमा, पानी भएको भाँडोमा राख्नु होला। त्यसपछि हामीलाई अर्को सामग्री पनि चाहिन्छ। के होला त्यो सामग्री? हजुर, त्यो सामग्री हो मुग्रेलो। यो मुग्रेलो चाहिँ कालो खालको हुन्छ। यो हामीलाई रुगाखोकीको लागि पनि राम्रो हुन्छ र हाम्रो कपाल झर्ने समस्या पनि यसले चट्ट बनाउँछ। त्यो मुग्रेलो पनि तपाईँले त्यो पानीमा राख्नु होला। यो सबै सामग्री राखिसकेपछि अब हामीलाई अर्को हाम्रो जुन चियापत्ती हुन्छ, हामीले चिया खाने चियापत्ती घरमै उपलब्ध हुने, त्यसलाई पनि हजुरहरूले त्यो भाँडामा राख्नु होला। अब यो सबै सामग्री बाहेक हामीलाई अर्को एउटा सामग्री पनि चाहिन्छ। त्यो सामग्री हो तपाईँको अदुवा। अदुवालाई हजुरहरूले काटेर खुर्केर पिन्नु होला र पिनेको अदुवालाई चाहिँ त्यो भाँडोमा, पानी भएको भाँडोमा हजुरहरूले राख्नु होला। र यसबाहेक हामीलाई अर्को चाहिने सामग्री भनेको करी पत्ता हो। यो करी पत्ता हजुरहरूसँग छ भने ठिकै छ, छैन भने यसले पनि खासै फरक पर्दैन। करी पत्ता पनि छ भने चाहिँ त्यो भाँडोमा राख्नु होला। यो सबै भएको सबै सामग्रीहरूलाई चाहिँ पानीमा राखिसकेपछि अब हजुरहरूले 3 देखि 5 मिनट भक्लो भक्लो उमाल्नु होला। उमालिसकेपछि त्यसमा पाइने तत्त्वहरू त्यो पानीमा आउँछ र त्यो सबै तत्त्वलाई चाहिँ तपाईँले त्यो पानीलाई चाहिँ चिया छानी जालीले अथवा सफा कपडाले छान्नु होला। छानिसकेपछि त्यो आएको झोललाई चाहिँ तपाईँले स्प्रे बोतलमा, कुनै पनि एउटा प्लास्टिकको स्प्रे बोतलमा तपाईँले राख्न सक्नुहुन्छ। र तपाईँले देख्नुभयो होला यहाँ ब्राउन कलरको, डार्क ब्राउन कलरको स्प्रे बनिसकेको छ। अब यो झोललाई चाहिँ तपाईँले नुहाउनुभन्दा अगाडि 2 घन्टा अगाडि आफ्नो कपालमा लाउनु होला र 2 घन्टापछि तपाईँले नुहाउनु भयो भने तपाईँको केही हदसम्म कपाल झर्ने समस्या चाहिँ हट्दै जान्छ र यसलाई लगातार लगाइराख्नु होला। हप्ताको 2 चोटि, सकेसम्म हप्ताको 2 चोटि लगातार लगाइराख्नु होला। हस्त, धन्यवाद।